अब मलाई तिमी नबोल्दा पनि कुनै फरक पर्दैन। तिम्रो घृणा, तिम्रो तिरस्कारले यो मन यति टुटेको छ नि। हिजो तिमीसँग बोल्नको लागि तडपिने यो पागल मन, तिम्रो लेट रिप्लाई आउँदा रिसाउने यो मन, आज तिमी बोल्दै नबोल्दा पनि फरक नपर्ने भएको छु। कारण त तिमीलाई पनि थाहा छ नि है। बुझेनौ तिमीले मेरो मायालाई, बुझेनौ तिमीले म तिमीसँग किन बोल्न चाहन्थे, बुझेनौ तिमीले मैले तिमीलाई किन यति धेरै माया गर्थे। गुमायौ तिमीले मलाई, चोखो माया गर्ने मान्छेलाई। फर्केर आउँदैन, जसलाई गुमायो त्यो फर्केर आउँदैन। यदि मान्छे फर्केर आए पनि पहिलाको जस्तो माया फर्केर आउँदैन। शरीर फर्किएर आए पनि त्यो मरेको मन फर्केर आउँदैन। कसैको वास्ता नगर्ने भएको छु, आफ्नै पनि। आजकल मलाई आफ्नै मतलब लाग्दैन। म त्यही मान्छे हो जो हिजो तिमीलाई सबैभन्दा धेरै वास्ता गर्थे, माया गर्थे। हुन त मनमा माया नै नभएको त होइन, तिमीलाई माया गर्छु, हिजो भन्दा अझै धेरै गर्छु। तर यति हो, मलाई अब तिमी चाहिँदैन, चाहिँदैन अब तिमी मलाई। त्यसै कारणले अब तिमी मसँग नबोल्दा पनि मलाई कुनै फरक पर्दैन। माया